हेलो गाइजहरु ल वेलकम टु माई न्यू ब्लग हैन। आज चाहिँ होलीको दिन सबैजनालाई ह्याप्पी होली। अनि सबैजनाहरू सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। सो म चाहिँ अहिले चाहिँ होली खेल्नलाई हैन उतातिर हिँडिसक्यो। अहिले चाहिँ म चैरकोटमा छु। चैरकोटमा किन छु भन्दा चाहिँ ट्युसन पढ्न लागेको 10 क्लासमा मलाई एउटा विषय ब्याक लाग्यो। सो त्यही भएर अहिले चाहिँ बाटो चाहिँ मस्त बनिरहेछ हैन। यस्तो छ बाटोको हालत चाहिँ। म चाहिँ अहिले बजारभन्दा अलि यता पाटी खोलापट्टि छु चैरकोटमा। सो हिँडिरह हो अहिले चाहिँ। यस्तो छ नजाराहरू चाहिँ हैन। यही हो है। अब 10 क्लासमा ब्याक लागिहाल्यो हैन। फेल भइहाल्यो। जे भयो नि गरी खानुपर्छ क्या। अब चाहिँ 10 त पास भएको छैन अनि के। ए सर एकदम ठिक छ। जाउँ पर्तिर रमाइलो हेर्नलाई। कता बस्नुहुन्छ तपाईँ? यही तलतिर? ए खाना खानुभयो? म नि साथीहरू आउँछ अरे अनि यसो चल्दै गयो अब स्केट पार्कतिर। सो फेल भएको रिजन चाहिँ धेरै छ होइन। सो एउटा रिजन चाहिँ डेट अफ बर्थ मिस्टेक भएको, त्यही भएर इक्जामको रिजल्ट नआएको कि। अब अहिलेको लागि चाहिँ यति मानौँ कि पास हुने गरी लेख्या, तर फेल भयो भनेर मान्दै हुन्छ। वाट इज दिस म्यान? बिस्तारै दुईपट्टि हल्का हल्का मात्रै लाग्दैन। मलाई खेल्नु मनै छैन कि। सेट बनाइदियो यार। ल यो मुख बोएर अब कसको ठाउँमा जानु कि म। खत्तम बनाइदिइ हालेँ नि यार मेरो मुख त। के छ छ्या सेट बनाइदियो यार। पुरै मुख गाह्रो छ। झन् होली नखेलौँ भने ल। माथिको स्केट पार्कमा चाहिँ साथीहरू आएन छ। सो म चाहिँ तलको चोकको स्केट पार्क हिँडेको के। ओहो हरामी छ यार। छतबाट पुरै पानीले भिजाउँछ त। छततिर चाहिँ याद गरेर हिँड्नु पर्ने रहेछ यार। अब पुरा छतबाट पानी फालिदिन्छ। हेरेर हिँड्नु पर्ने रहेछ यार। अब त यहाँतिर त नभए त पुरै भ्यात्तै बनाइदिने रहेछ। आज झन् पानी छुनु मनै छैन। त्यही माथि भ्यात्तै भयो भने त हेरा हुन्छ म त यार। म चाहिँ गल्लीको बाटो हिँड्दैछु होइन। अब माथिको स्केट पार्कमा चाहिँ साथीहरू आएन छ। सो तलतिर हिँडेर हो कि। मेरो त्यो सम्झेको चाहिँ अब काठमाडौँबाट एउटा साथी आएको थियो कि बनेवाबाट। अनि त्यही 2जना छ भन्दै थियो। अब काठमाडौँबाट साथी आएको बिर्सिहाल्यो नि गाउँको साथीहरूलाई त। यसै हो त है। अब भ्यू चाहिँ यस्तो छ होइन। आधो बाटो चोकको चाहिँ यो अगाडितिर चाहिँ यसो प्रिन्ट हानिदिएको छ। त्यही हो रमाइलो भइरहेछ। भ्यू नि राम्रो आइरहेछ। पारितिर होली खेल्ने आपा बुढाहरूले होली खेलेर गरी खाने भयो भने अब मेबी तलको स्केट पार्कमा नि छैन होला कि। तिनीहरू दुइटा मिलेपछि कहाँ गयो बाइकमा चढेर कतातिर पुगिसक्यो होला। होइन छ भने नि केही छैन। होला जस्तो एक्लै भ्लग बनाएर चलिदिन्छु अब। केही छैन। ल ट्युसन पढ्ने मैसँग ट्युसन पढ्ने केटीहरू रहेछ कि छ्या बिल्ला हुने भइहाल्यो नि। अब स्केट पार्क स्केट पार्क चाहिँ यता छ है। छैन तिनीहरू नहेरे नि हुन्छ। ए छैन। बजारतिर चाहिँ लास्टै से भएर हिँड्नुपर्छ यार। फेरि छतमा बसेको छ सब बुढाबारीहरू। एक बाल्टी पानी खनाइदियो भने त्यसपछि जाडोले ठुक भएर कामेर बस्छ कि। त्यही भएर सेफ भएर अलि म चाहिँ यता फुटपाथबाट साइडबाट हिँड्दैछु होइन। यसो फेरि भिज्यो नि त भिज्यो नि गाह्रो छ नि। फेरि बनाउँदै हिँड्छ नि।
कति राम्रो केटीहरू पे त्यो पारी अम्मै आए हाय मजा आउँछ यार जे भयो नि कति राम्रो केटी रहेछ भने तर तिनीहरूलाई दिन्छ मैले यतैको तिनीहरू अहिले चाहिँ हामी छौँ भालु खोलामा छौँ के भालु खोला भयो चाहिँ यो माथिलाई चाहिँ पशुपति कन्या भन्छ सो गाइजहरू अहिले चाहिँ म छु पशुपति कन्या मन्दिरको ठाउँमा होइन सो यसलाई चाहिँ भन्छ पशुपति कन्या मन्दिर सो यहाँनिर चाहिँ एउटा स्कुल पनि छ के सो त्यो स्कुलमा चाहिँ कन्याहरू मात्र पढ्छ कन्यामा नि केटाहरू के अरे केटीहरू के मतलब त्यही हो स्कुल चाहिँ होइन यो माथिको पुरै केटीहरू के एउटा केटाहरू चाहिँ पढ्नु मिल्दैन होइन नाम पनि के छ नाम पनि डेन्जरै छ नि फेरि पशुपति कन्या माध्यमिक विद्यालय रे के कन्या अनि मन्दिर माध्यमिक विद्यालय रे के नेम चाहिँ तर पढ्नु चाहिँ पुरै केटी पढ्छ होइन यहाँ मेरो साथीको एउटा गर्लफ्रेन्ड पनि छ के केटी चाहिँ लास्टै राम्रो छ तर त्यस्तै अर्को केटीहरू मतलब राम्रो चाहिँ छैन मतलब अलि त्यस्तै खालको केटीहरू हो सो बुझ्नुहुन्छ तपाईँहरूले खालको भन्नाले अब अलिक प्ले गर्ल टाइपको हो के भनेको यहाँबाट यो सिधै माथि जान्छु कहाँ भनी सिम्पानी जान्छु सिम्पानीतिरबाट सिधै यतातिर रमाइलो हेर्दै टक्क लाएर घरमा जान्छु जे भयो नि यसो पछाडि चाहिँ हेर्दै हिँड्नुपर्छ यार फेरि पछाडिबाट पुरा बेलुङ पानी भरेको बेलुङले ठ्याममा दियो नि भ्यात्तै हुन्छ भने यस्तो जाडोमा घाम त लागिरहेछ तर पनि लास्टै जाडो छ के ल मौसम भएको चाहिँ अस्ति यहीँ टुडी खेलमा हो होइन अब यहाँतिरको मान्छेहरू त सबैले थाहा होला अन्तको मान्छेले नि यो भिडियो हेर्नुहुन्छ होला नि त त्यो पनि अनि हेर्नुहुन्छ भने चाहिँ सो मौसमको बेला चाहिँ डेन्जरै रमाइलो भएको थियो क्या गाइजहरू को भने जीवप आएको थियो उगेन दोङ आएको थियो त्यसपछि अनि टनै कलाकारहरू नि आएको थियो के त्यो अनि के मगर के अरे ज्योति मगर त्यो यत्रो मोटी न मोटी छ नि बोजू छ नि त्यो ज्योति मगर बोजू नै आउनु भएको थियो होइन तर लास्टै रमाइलो भएको थियो अनि म नि आएको मेरो साथी आएको थियो कि म चाहिँ खासै चाहिँ एक्लै आउनु मन लाग्दैन मतलब मेरो उताबाट बेस्ट फ्रेन्ड आएको थियो अनि त्यही भएर चाहिँ साथीसँग आएको केही क्लिपहरू पनि छ होइन त्यो क्लिपहरू चाहिँ अहिले म देखाउँछु होइन आज मैं आसमानों के ऊपर दुनिया है नीचे खोइ त आइस राखे कस्तो गर्छ मान्छेसम्म पुग्छ भने गर्छ आदमी तलतिर जाँदैछ मान्छे त या मम्मी म कहिले चढ्दिन अब मम्मी नौटंकी नै हो आउँदै हो कतिखेर आउने हो तिमी हो र आउँदैछ नि मेरो लुगामा लगाइदियो तैँले अब्बुई ओए मार्यो अब मलाई ओए भागो नगर्नु ओए सायद बिस्तारै लाग्यो बरु त्यो जता पायो त्यता नलान ए यिनीहरूको त भर्छ बिस्तारै है ल मतलब दुईपट्टि काले थियो नि टिका मात्रै ल ल ल बिस्तारै मलाई रातै पारेर पढाउने काम किन 2000 years later सेट भइहाल्यो नि यार हेर साले तिनवटा बोक्सी चुडेल किस्कन्डीहरू बोक्सी चुडेल किस्कन्डीहरू मस्त जोक मारा रे या हंस रे हलकट हंस पर्यो भने अब हेर
तपाईँहरूलाई चाहिँ लाग्यो होला कि मैले तँ भनेर बोल्यो गर्ल्सहरूलाई रेस्पेक्ट नै नगर्दो रहेछ भनेको जस्तो लाग्यो होला होइन तर त्यो चाहिँ मेरो चिन्नी नै हो कि पहिला हाम्रो स्कुलमा सँगै पढायो मभन्दा एक ब्याच माथिको थियो सो त्यही भएर नि चिनजानकै भएर नि तँ भनेको के नभए त नचिन्ने भएको भए त अब तपाईँ सबै भनेर रेस्पेक्ट त गर्नु पर्थ्यो मैले त्यही पनि चिन्ने भएर चाहिँ तँ भन्दा के ल गाइजहरू अब चाहिँ अहिले चाहिँ म चाहिँ रुममा आइसकेँ होइन रुममा आएर टक्क नुहाइधुवाइ नि गरिसकेको पुरै कपालभरि रङै रङ बनाइदिएको थियो होइन अनि कानतिर नि बजाएको थियो सो फेरि जानु पऱ्यो कि एयरपोर्ट खोज्नलाई यार एयरपोर्ट भन्दा नि मसँग हुनु त अर्को नि छ होइन यहाँनिर यो अर्को एयरपोर्ट नि छ चल्छ कि चल्दैन नचलाएको धेरै पो चल्छ होला तर नि त्यो चाहिँ अब अलि स्पेसल हो क्या त्यो चाहिँ मेरो लागि किनभने दाइले गिफ्ट दिनुभएको थियो होइन बर्थडेको बेला अनि लास्ट टाइम माया लाग्यो अब एकछिनमा खोज्नु जान्छ होइन अब भन्दा नि लास्ट टाइम माया लाग्छ नि त अब मायाले दिएको दाइले होइन अनि अब अहिलेको लागि चाहिँ बाई बाई टाटा भन्नुपर्छ होइन मन परेको भए चाहिँ यसो लाइक सब्सक्राइब गरिदिनु त्यही बाई बाई